अर्जुन कुमाल आएका छन् यतिखेर। विनोद भण्डारीको विकेट पतन भए पश्चात युवा खेलाडी अवश्य पनि नेपाली खेलाडीहरूलाई एउटा मौका रहेको छ र सच यङ ट्यालेन्टेड अर्जुन कुमाल उनलाई क्यानले मौका दिएको छ। दोस्रो ओभरको दोस्रो बल लिभ गर्दैका छन्, अफ साइडमा बल राखेका थिए। गुड लाइनमा बल राखेका थिए, हल्का बाउन्स भएको थियो। रन लिने प्रयास गरेका थिए अर्जुन कुमारले, तर आसिफ शेखले नो भनिदिए। हाई रिस्क लिन जरुरी छैन, सोही अनुरूप आसिफ शेखले नो भनिदिएका थिए। चौथो बल यहाँ भने ग्याप पाइएको छ थर्ड म्यानतर्फ। 1 रन अर्जुन कुमारले आफ्नो खाता खोलेको छ, त्यसैगरी नेपालको पनि खाता खुलेको छ। स्ट्राइकमा यतिखेर आसिफ शेख। कभर ड्राइभ हान्ने प्रयासमा रहेका थिए खेलाडी, त्यहाँ उपस्थित कुनै पनि रन हुन सकेन। राम्रो बलिङको प्रदर्शन गर्दै यहाँनिर लेफ्ट ह्यान्डेड बलर दोस्रो ओभरको अन्तिम बल फेस गर्दैछन् आसिफ शेख। हल्का हातले रोकिदिएका छन्। राम्रो ओभर साबित भएको छ, राम्रो डिफेन्स। 2 ओभरको समाप्तिमा नेपाल 1 विकेटको नोक्सानीमा 1 रन। अब भने दुवै खेलाडीहरूले आई कन्ट्याक्ट गर्दै क्रिजमा जम्नुपर्ने आवश्यकता रहेको छ। हल्का हातले खेलिदिएका छन् अर्जुन कुमारले। 1 रन लिँदै नेपालको 2 रन भएको छ स्कोर बोर्डमा। पहिलो झट्का लागेको छ नेपाललाई विनोद भण्डारीको रूपमा। पछिल्लो म्याचमा राम्रो प्रदर्शन गरेका थिए उनले, र आज भने हल्का हातले रोक्न खोज्दा क्याच उठ्यो, सो विकेट पतन भएको छ। तर जम्दैछन् यहाँ। यस बेला पनि सुझबुझका साथमा आसिफ शेखले डिफेन्स गर्दैका छन् र उत्साह उमङ्ग बढेको छ ओमनका खेलाडीहरूमा पहिलो विकेट लिन सफल भएकोमा। एकदम राम्रो बलिङ गरेका थिए, भित्रतर्फ आएको त्यो बल। यसलाई पनि हल्का हातले रोकिदिएका छन्। एकदम राम्रो लाइन एन्ड लेन्थमा राखिरहेका छन्, गुड लाइनमा राखिरहेका छन् स्पिनर अहमदले। यहाँ पनि हल्का हातले पुस गर्दैका छन् र आसिफ शेखको खाता खुलेको छ।
स्ट्राइकमा यतिखेर अर्जुन कुमाल यङ ट्यालेन्टेड नेपाली ब्याट्सम्यान। यहाँ भने लेग साइडमा बल रहेको त्यो फ्लिक गरिदिएका छन् र 1 रन आरामले लिँदै। ओभर समाप्ति। 3 ओभरको समाप्तिमा नेपाल 4 रन 1 विकेटको नोक्सानीमा। स्ट्राइकमा यतिखेर अर्जुन कुमाल लेफ्ट ह्यान्डेड बलरको सामना गर्दै। गुड लाइनमा उछाल रहेको थियो, हल्का हातले रोकिदिएका छन्। राम्रो बलिङको प्रदर्शन गर्दै यहाँनिर लेफ्ट ह्यान्डेड बलर लाइनबाट भट्किरहेका छैनन्, कुनै पनि रिस्क लिन चाहँदैनन् यो पावर प्लेको समयमा। गुड लाइनमा फेरि पनि बल राखेका थिए जसलाई हल्का हातले रोकिदिएका छन् कुमारले। ओमनका खेलाडीहरूमा उत्साह बढेको छ किनकि रन एकदम कम रहेको छ र 1 विकेट लिन पनि सफल भएको छ। सो कारणले गर्दा फेरि पनि गुड लाइनमा बल राखेका छन् र कुनै पनि हरकत गरेनन्। अर्जुन कुमारले हल्का हातले रोकिदिएका छन्। बिस्तारै बिस्तारै आफ्नो आई कन्ट्याक्टमा बढी जोड दिइरहेका छन्, सम्झेर खेलिरहेका छन् इच एन्ड एभ्री बललाई। फेरि पनि गुड लाइनमा बल रहेको थियो, उछाल पनि राम्रो रहेको थियो। राम्रो बलिङको प्रदर्शन लेफ्ट ह्यान्डेड बलर ओमनका तारिफ योग्य बलिङ गर्दैछन् उनले, कुनै पनि दिशा भड्किरहेका छैनन्। उछाल गुड लाइन दुवै पाइरहेका छन् उनले र रुम पनि दिइरहेका छैनन्। यहाँ भने हल्का हातले फेरि पनि खेलिदिएका छन्। गुड लाइनमै बल रहेको थियो, राम्रो बलिङ गर्दै यहाँनिर ओमनका लेफ्ट ह्यान्डेड बलर बिस्तारी बिस्तारी दर्शकहरू पनि आउँदै हुनुहुन्छ, तर दर्शकको सङ्ख्या एकदम न्यून रहेको छ। टिकट दाम केवल 200 हुँदा पनि एक साइडमा बल रहेको थियो, हल्का उठेको थियो तर खतरा मुक्त। ओभर समाप्ति। राम्रो किफायती ओभर भएको छ। 4 ओभरको समाप्तिमा नेपाल 1 विकेटको नोक्सानीमा 4 रन। स्ट्राइकमा आसिफ शेख यतिखेर र नन स्ट्राइकमा अर्जुन कुमार। विनोद भण्डारीको रूपमा विकेट प्राप्त गरेको छ ओमनले। हल्का हातले रोक्ने प्रयासमा ब्याटको माथि लाग्यो, सो बल हावामा आयो र शटमा क्याच इजी लिन सफल भयो ओमनका खेलाडीले। पाँचौं ओभर। स्ट्राइकमा आसिफ शेख। फेरि पनि गुड लाइनमा राखेका छन् र हल्का हातले खेलेका छन्। अवश्य पनि रिक्स शट हान्न जरुरी रहेको छैन, सम्झेर खेल्नै पर्छ।
यहाँ पनि खुलिरहने प्रयास, ग्याप भेटेका छन्, सिधै 4 रनको लागि पोइन्टमा सट हानेका छन्। थोरै बाहिर रहेको थियो जसको फलस्वरूप पनिसमेन्ट दिएका छन्। आसिफ शेखले आफ्नो क्लास देखाएका छन्। 4 रनको साथमा पहिलो बाउन्ड्री नेपालको लागि। CWCL लिग 2 चरणको चौथो म्याच नेपाल भर्सेस ओमन तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ युट्युब च्यानल खेल खेलाडी। मेरो नाम हो सरोज थापा। हुँदैछ म्याच नेपाल भर्सेस ओमन। स्ट्राइकमा आसिफ शेख। फेरि पनि गुड लाइनमा बल रहेको थियो, सो हल्का हातले फ्रन्ट फुटमा डिफेन्स गरिदिएका छन् एकदमै राम्रो सुझबुझको साथमा। फेरि पनि राम्रो बलिङ, लाइन लेन्थ छोडिरहेका छैनन् र ब्याट्सम्यानलाई अगाडि बढ्नको लागि निमन्त्रणा दिइरहेका छन्, तर आसिफ शेखले त्यो ट्रिकलाई बुझिसकेका छन्। फेरि पनि फ्रन्ट फुटमा रोकिदिएका छन्। वेल प्लेड। र यहाँनिर जोस जागरको साथमा ओमनका खेलाडीहरू, किनकि रन रेट 1.66 रहेको छ। 5औं ओभरको अन्तिम बल सामना गर्दै आसिफ शेख। उठाएर हान्दिएका छन्। ग्याप त छैन, तर 1 रन अवश्य पनि हुनेछ। स्ट्राइक आफैले राख्दै 5 ओभरको समाप्तिमा नेपाल 9 रन 1 विकेटको नोक्सानीमा। रन रेट 1.80 रहेको छ। अर्जुन कुमाल 3 रन, आसिफ शेख 6 रनमा अहिले अवजित रहेको छ। स्ट्राइकमा फेरि पनि आसिफ शेख। राम्रो गुड लाइनमा राखेका छन् बलरले। उछाल पनि त्यस्तै, धेरै माथि पनि छैन, धेरै तल पनि छैन, एभरेजमा उछाल रहेको छ। अलिकति ब्याट्सम्यानलाई खेल्नलाई डिफिकल्ट बनाउने यो बल। हल्का लेग साइडमा रहेको थियो र 1 रन अवश्य पनि। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा CWCL2 लिग चरणको चौथो म्याच नेपालको लागि। यहाँ पनि हल्का हातले ड्राइभ गरेका छन्, तर रन कुनै हुन सकेन। बिस्तारै खुल्ने प्रयासमा अर्जुन कुमाल, किनकि अब बिस्तारै खुल्न पनि जरुरी रहेको छ। रन रेटलाई बढाउन आवश्यकता रहेको छ। 5 ओभर सकिसकेको छ, तर रिस्क सर्ट भन्ने हार्नु हुँदैन। लेग साइडमा बल रहेको थियो, तर कुनै पनि रन हुन सकेन। राम्रो बलिङको प्रदर्शन भइरहेको छ अहिलेसम्म। कुनै पनि ग्याप दिइरहेका छैनन्। गुड लाइन एन्ड लेन्थमा राखिरहेका छन् बलर्सहरूले। मौका दिइरहेका छैनन् खुलेर खेल्नको लागि नेपाली ब्याट्सम्यानहरूलाई। यहाँ भने क्लास देखाएका छन्, तर रन भने हुन सकेन।
यहाँ पनि पोइन्टमा हान्ने प्रयास गरेका थिए तर पोइन्टमा त्यहाँनिर खेलाडी कुनै पनि रन हुन सकेन। ओभर समाप्ति भएको छ। 6 ओभरको समाप्तिमा 10 रन 1 विकेटको नोक्सानीमा नेपाल। रन रेट 1.67। अब भने बिस्तारै बिस्तारै खुल्न पनि जरुरी रहेको छ किनकि रन रेट भने बिस्तारै थोरै भइरहेको छ। स्ट्राइकमा आसिफ शेख। हल्का उछाल रहेको थियो। हिजो पानी परेको कारणले गर्दा थोरै पिचमा नमी भए जस्तो छ। फेरि पनि डिफेन्स गर्दैका छन्। राम्रो बलिङको प्रदर्शन ओमनका बलरहरूको। राम्रो बलिङको प्रदर्शन भन्नुपर्छ। ठ्याक्कै गुड लेन्थमा बल फालिरहेका छन्। हल्का हातले रन लिन सफल यहाँनिर। अर्जुन कुमार यतिखेर स्ट्राइकमा। हल्का हातले ड्राइभ गर्दैका छन्। 1 रन अवश्य पनि नेपालको खातामा। अब सिंगल डबल लिँदा पनि केही फरक पर्दैन। एटलिस्ट 6 बलमा 5 रन 6 रन जति सक्दो बटुल्न सक्यो त्यति नै राम्रो। हल्का पन्च सट हानेका थिए तर रन भने हुन सकेन। 7 ओभरको समाप्तिमा नेपाल 12 रन 1 विकेटको नोक्सानीमा 1.71 रन रेट चलिरहेको छ। अवश्य पनि पिच हल्का नमी भएको कारणले गर्दा होला बल पनि लेट आइरहेको छ र उछाल पनि त्यति आइरहेको छैन जसलाई फाइदाको रूपमा ओमनलाई भइरहेको छ। 1 विकेट लिन सफल भएको छ। रन रेट पनि कम गर्न सफल भएको छ र लाइन एन्ड लेन्थ राम्रो राखिरहेका छन् दुवै बलरले। फेरि लेग साइडमा उछाल रहेको थियो बलमा। हल्का हातले रोकिदिएका छन्। लेग साइडमा हल्का हातले खेल्दैका छन्। बलमा त्यति उछाल आएको छैन। सो हाई रिस्क लिन सकिरहेका छैनन् अर्जुन कुमारले र आसिफ शेखले पनि। यो म्याच जित्नै पर्ने हुन्छ नेपालले। त्यसको लागि बिस्तारै खोल्ने प्रयास गरिरहेका छन् दुवै ब्याट्सम्यानहरूले। उठाएर खेल्दैका छन् लङ अनतर्फ र सिधै 6 रन र त्यहाँनिर दर्शकले क्याच रोकेका छन्। दर्शकमा हुटिङ आएको छ यतिखेर। लामो समय पश्चात दोस्रो बाउन्ड्रीको रूपमा आसिफ शेखको ब्याटले देखाइदिएका छन् म को हुँ भनेर आसिफ शेखले।
लेग साइडमा हान्ने प्रयास त गरेका थिए तर ब्याटसँग राम्रो कनेक्ट हुन सकेन। 1 रन अवश्य मिल्नेछ। अर्जुन कुमार यतिखेर स्ट्राइकमा। बाउन्स बल गरेका छन् यतिखेर र यो वाइडको इसारा अति नै बाउन्स भएछ। सो वाइडको इसारा एम्पायरद्वारा र 1 बाउन्सको पनि इसारा। पछिल्लो 2 बलमा आसिफ शेखको शानदार छक्काले गर्दा थोरै ब्याट बलरमा नैराश्यता छाएको छ जस्तो छ। सो थोरै धम्काउने हिसाबले यानि कि थोरै थ्रेड दिने हिसाबले बाउन्स गरेका थिए। लेग साइडमा फ्लिक गर्ने प्रयास, रन भने हुन सकेन। आठौं ओभरको अन्तिम बल। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा CWCL2 लिग चरणको चौथो म्याच नेपालको लागि। मेरो नाम हो सरोज थापा। तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ मलाई युट्युब च्यानल खेल खेलाडीमा र रेकर्डेड यो लाइभ भिडियो रहेको छ। खुलेर हान्ने प्रयास तर पोइन्टमा खेलाडी कुनै पनि रन हुन सकेन। ओभर समाप्ति। 8 ओभरको समाप्तिमा नेपाल 21 रन 1 विकेटको नोक्सानीमा। अर्जुन कुमार 5 रन र आसिफ शेख 15 रनमा खेलिरहेका छन्। स्ट्राइकमा यतिखेर आसिफ शेख। 8 ओभर सकिएपछि रन रेट भने 2.62 को औसतमा लग्न सफल भएको छ। बिस्तारी बिस्तारी रन रेट बढाउने प्रयासमा रहेको छ आसिफ शेख। जिम्मेवारी साथसाथै आफूलाई प्रुफ गर्नु पनि आवश्यकता रहेको छ। सोही अनुरूप खेल्दैछन् आसिफ शेख। यतिखेर क्रिजमा स्ट्राइकमा आसिफ शेख। फेरि पनि राम्रो बलिङको प्रदर्शन र राम्रो डिफेन्स आसिफ शेखद्वारा। राम्रो बलिङ गर्दैछन् स्पिनर अहमदले। कुनै पनि छेडखानी गरिरहेका छैनन् आफ्नो बलमा। लाइन एन्ड लेन्थ राम्रो राखिरहेका छन्। हल्का हातले खेलेका छन्। 1 रन अवश्य पनि। अर्जुन कुमार यतिखेर स्ट्राइकमा। गुड लाइनमा राखिरहेका छन् बलरले। अगाडि बढ्ने निमन्त्रणा दिइरहेका छन् तर सुझबुझका साथमा सो बललाई डिफेन्स गरेका छन् अर्जुन कुमारले। रुम बनाउने प्रयास गरेका थिए यतिखेर भने तर कुनै पनि हरकत गर्न सकेनन्। राम्रो बलिङको प्रदर्शन अहमदद्वारा। केवल 11 रन खर्चेका छन् अहिलेसम्म। 5औं ओभरको अन्तिम बल उनको। फेरि पनि लेट बाउन्स भएको छ र जसलाई डिफेन्स गरेका छन्। ओभर समाप्ति। 9 ओभरको समाप्तिमा नेपाल 22 रन 1 विकेटको नोक्सानीमा। रन रेट भने 2.44। राम्रो किफायती बलिङ गरिरहेका छन्
र नेपाली ब्याट्सम्यानलाई रोक्न सफल भइसकेका छन् अहिलेसम्म। दर्शकहरू बिस्तारै बिस्तारै बढ्ने क्रम जारी रहेको छ। अब भने आसिफ शेख स्ट्राइकमा 10औं ओभरको पहिलो बल। यहाँ भने रिक्स भइसकेको थियो, क्याच हुन सक्थ्यो। लेट बाउन्स भएको थियो र हल्का स्लोवर बल पनि भयो। हिजोको पानीले गर्दा थोरै क्रिज नमी भएको छ र यसको फाइदा ओमनलाई पाइरहेको छ। हल्का हातले रोकेका थिए, 1 रन प्राप्त गर्दै यो बलमा। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा CWCL2 लिग चरणको चौथो म्याच नेपाल भर्सेस ओमन। नेपालले 2 म्याच जितिसकेको छ र यो चौथो म्याच नेपालको र ओमनसँग दोस्रो म्याच। यस ग्राउन्डमा बिस्तारै बिस्तारै दर्शक बढिरहनु भएको छ र नेपाली खेलाडी पनि जमिरहेका छन्। यहाँ भने क्याच हुन सक्थ्यो तर छुटेको छ। जीवनदान प्राप्त भएको छ। गल्लीमा 2 रन प्राप्त गर्दै हल्का उछाल भएको थियो, हल्का ब्याट मात्रै लगाए उनले र यहाँनिर गल्लीमा क्याच मिस गरेका छन्। जीवनदान प्राप्त भएको छ अर्जुन कुमारलाई। अवश्य पनि यहाँनिर बलर निराश भएका छन्। मौका थियो, गुमिसकेको छ। फेरि पनि हानेका छन् सोही शट र यहाँ ग्याप भेटेको छ र सिधै 4 रनको लागि अर्जुन कुमारको ब्याटबाट पहिलो बाउन्ड्री। दर्शकमा उत्साह र अवश्य पनि यस शटले कन्फिडेन्स दिएको छ अर्जुन कुमारलाई। गुड लाइनमा बल राखेका थिए जसलाई हल्का हातले ब्याकफुटमा डिफेन्स गरेका छन्। बिस्तारै रन रेट बढाउने कोसिसमा रहेका छन् दुवै ब्याट्सम्यानहरू। अवश्य पनि यो अब आवश्यकता पनि रहेको छ किनकि 10औं ओभर सकिन लागिसकेको छ। अर्जुन रन बन्छ है, रन बन्छ। ब्याट बल आयो, ब्याट बल हेरेर खेल्यो। गुड लाइनमा बल फेरि पनि र सम्मानजनक रोकिदिएका छन् अर्जुन कुमारले। ओभर समाप्तिमा 10 ओभरको समाप्तिमा नेपाल 29 रन 1 विकेटको नोक्सानीमा। रन रेट भने 2.90 मा चलिरहेको छ। यतिखेर हल्का बढेको छ रन रेट, तर जति आउनुपर्ने हो त्यति आएको छैन किनकि हिजोको पानीले गर्दा बलर्सहरूलाई धेरै फाइदा भएको छ। आसिफ शेख यतिखेर 17 मा खेलिरहेका छन् भने अर्जुन कुमार 11 मा। फेरि पनि अहमदलाई नै कन्टिन्यू गराइएको छ बल। 5 ओभर गरिसकेका छन् उनले। 11 रन मात्रै दिएका छन् र 1 विकेट निकाल्न सफल भएका छन्। त्यो विकेट रहेको थियो विनोद भण्डारीको। टिकेर आसिफ, टिकेर ब्याट बल हेरेर। ब्याट बल आयो। आफ्नो गुड लाइनलाई छोडिरहेका छैनन्, कुनै पनि मौका दिन चाहेका छैनन्। यतिखेर जर्सी नम्बर 9 अहमद दबावमा राख्ने प्रयास गरिरहेका छन् अहिले पनि। यहाँ हल्का फ्लाइटर बल रहेको थियो र हल्का ग्याप प्राप्त भएको छ अफसाइडमा र 1 रन चाहिँ लिन सफल यहाँनिर।
स्ट्राइक रोटेट अर्जुन स्ट्राइक रोटेट गर रन लिइराख्यो स्ट्राइक रोटेट गरिराख्यो अर्जुन रोटेट खाली छ यहाँ खुलेर हानेका छन् र ग्याप भेटेका छन् फेरि पनि जल्लीमा 4 रनको लागि अफसाइडमा बल रहेको थियो जसलाई हल्का स्लाइस गरिदिएका थिए र ग्याप भेटेको छ अर्जुन कुमारले 4 रनको बढोत्तरी टिमको खातामा राम्रो क्लास देखो अर्जुन क्लास देखो टिक्यो रोटेट गर रोटेट स्ट्राइक राम्रो बलिङ अहमदद्वारा गुड लाइनमा राखेका छन् बललाई अगाडि बढ भनेर निमन्त्रणा दिन प्रयास गरिरहेका छन् यहाँ बुझेका छन् यस बललाई अर्जुन कुमारले स्ट्राइक रोटेट गर अर्जुन स्ट्राइक रोटेट गर्यो रोटेट राम्रो डिफेन्स ओभर समाप्ति 11 ओभरको समाप्तिमा नेपाल 34 रन 1 विकेटको नोक्सानीमा रन रेट भने अब 3 को चलिरहेको छ 3.09 अब भने बिस्तारै रन रेट बनाउने कोसिसमा अवश्य पनि रहनेछन् दुवै ब्याट्सम्यानहरू अर्जुन कुमार 15 मा खेलिरहेका छन् भने आसिफ शेख 19 रनमा स्ट्राइकमा यतिखेर आसिफ शेख अब बिस्तारै हुन पनि आवश्यकता रहेको छ तर बल हेरेर तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ युट्युब च्यानल खेल खेलाडी मेरो नाम हो सरोज थापा र यतिखेर तपाईँ लाइभ रेकर्ड भिडियो हेर्दै हुनुहुन्छ CWCL लिग 2 चरणको चौथो म्याच नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ र साथै पहिलो नोक्सानी पनि भएको छ विनोद भण्डारीको रूपमा र अहिले भने क्रिजमा आसिफ शेख र अर्जुन कुमार टिकिरहेका छन् 10-11 ओभर समाप्ति भइसकेको छ रन भने 34 रन लेग साइडमा हानेका छन् यतिखेर तर खेलाडी त्यहाँ रहेका छन् 1 रन प्राप्त गरेका छन् यतिखेर गयो अर्जुन बलर नर्भस छ बलर नर्भस छ फेरि पनि गुड लाइनमा बल रहेको थियो र हल्का हातले 1 रन लिने प्रयास चाहिँ गर्ने खोजेका थिए खेलाडी त्यहाँ उपस्थित रहेका छन् कुनै पनि मौका प्राप्त भएको छैन रन लिनको लागि बलर नर्भस छ अर्जुन बलर नर्भस छ हे अट्याक टार्गेट गरलाई फेरि पनि राम्रो गुड लेन्थ बलमा उछाल छैन धेरै यो फाइदा भएको छ ओमनका बलर्सहरूलाई ओमनको टिमलाई खुलेर खेल्न पाइरहेको छैन हाई रिस्क लिन गाह्रो अवश्य पनि आई कन्ट्याक्ट गर्दै खेलिरहेका छन् दुवै ब्याट्सम्यान आफ्नो टिमको लागि खेलिरहेका छन् यति बेला बाउन्स र जसलाई पनिसमेन्ट गरेका छन् सिधै 4 रनको लागि लेग साइडमा हल्का बाउन्स रहेको थियो सो बाउन्सलाई नडराइकन सिधै पुल्सर हाने प्रयास गरेका थिए र सो 4 रनको लागि पनि गएको छ
चेयर गरौँ न चेयर गरौँ बलरलाई होपलेस बनाऊ अनि पो ब्याट बनाउँछ अनि पो हान्छ ल ल ल बलरलाई होपलेस बनाऊ ल ल बलर होपलेस भएको छ नर्भस बलर फेरि पनि राम्रो बलिङ गरे र जसलाई सम्मानजनक रोकेका छन् अर्जुन कुमारले। आफ्नो लाइन लेन्थलाई छोडिरहेका छैनन् र सो फाइदा पनि भइरहेको छ बलर्सहरूलाई। बिस्तारै खुल्ने प्रयासमा अर्जुन कुमार फुल टच बल थियो तर पोइन्टमा 1 रन मात्र। 12 ओभरको समाप्ति नेपाल 40 रन 1 विकेटको नोक्सानीमा 3.33 को एभरेज चलिरहेको छ। बिस्तारै बढाइरहेका छन् नेपाली ब्याट्सम्यानहरूले एभरेजलाई। आसिफ शेख 19 मा भने अर्जुन कुमार 20 मा खेलिरहेका छन् र अब दुवैजना टिम यस क्रिचमा जमिसकेका छन्। अब बिस्तारै खुल्न पनि प्रयास गरिरहेका छन् किनकि ओभर भने 12 समाप्त भइसकेको छ। तर यहाँ भने बलर्सहरूलाई धेरै फाइदा भएको छ। हिजोको पानीले गर्दा त्यति साह्रो उछाल पनि आइरहेको छैन र जसले गर्दा गाह्रो भइरहेको छ र बलर्सहरूले लाइन लेन्थ चाहिँ छोडेका छैनन्। यो चाहिँ प्लस पोइन्ट रहेको छ ओमनको। नयाँ बलर अर्जुन नयाँ बलर नर्भस छ नयाँ बलर हो नाइस वन हल्का पन्च गरेका छन् लङ अफ तर्फ र 1 रन प्राप्त गर्दै स्ट्राइक रोटेट भएको छ। स्ट्राइकमा यतिखेर आसिफ शेख रोक्ने प्रयास गरेका थिए तर हातमा लागेर छुटेको छ। 1 रन प्राप्त भएको छ आसिफ शेखको खातामा। अर्जुन सेटल हुन दिन भएन बलरलाई सेटल हुन दिन भएन स्टुडेन्ट गरेर राम्रो लाइन एन्ड लेन्थ राम्रो डिफेन्स र दर्शकहरू भने आत्मबल बढाउँदै ब्याट्सम्यानहरूको। यहाँ हल्का एज लागेको छ र रोक्न असफल र 1 रन प्राप्त गर्दै अर्जुन कुमार। रोटेट गरिराख्यो रन लिइराख्यो पोइन्टमा हान्ने प्रयास गरेका थिए सो त्यति साह्रो राम्रोसित कनेक्ट हुन सकेन ब्याटमा। हल्का फ्लाइटेड बल आएको थियो अन साइडमा 1 रन। तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ युट्युब च्यानल खेल खेलाडी। मेरो नाम हो सरोज थापा र म अहिले टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल भर्सेस ओमनको म्याच लाइभ रेकर्ड गरिरहेको छु तपाईँलाई देखाउने प्रयासमा। नेपालको 1 विकेट पतन भएको छ। 44 रन अहिलेसम्म भएको छ। 3.38 को रन रेट रहेको छ 13 ओभरको समाप्तिमा। पहिलो विकेटको रूपमा विनोद भण्डारीको गएको थियो। त्यस पछाडि अर्जुन कुमार आएका थिए र अहिले उनी टिकिरहेका छन्।
अर्जुन कुमाल यतिखेर 22 मा खेलिरहेका छन् भने आसिफ शेख 21 मा। स्ट्राइकमा यतिखेर आसिफ शेख। यहाँ भने कभर ड्राइभ हानेका छन्, खेलाडीले रोक्न सकेनन् र सिधै 4 रनको लागि लामो समयको पश्चात खुलेर खेलेका छन् आसिफ शेख। अब भने आवश्यकता पनि त्यही रहेको छ, रन रेट बढाउनै पर्छ र दर्शकको मनमा उत्साह उमङ्ग बढेको छ। फर्स्ट बल बलर नर्भस भयो, फर्स्ट बल बलर नर्भस, फर्स्ट बलमै बलर नर्भस भयो। आसिफ अट्याक गरेलाई अर्को देवालाई अर्को फेरि पनि हानेका छन् र यो ग्याप भेटेको छ पोइन्ट र गल्लीको बिचबाट सिधै 4 रनको लागि लगातार दोस्रो चौका। राम्रो राम्रो बलर नर्भस भयो। 2 बल 2 4 लेट उछाललाई त्यही अनुसार हिर्काइरहेका छन् आसिफ शेखले आई कन्ट्याक्ट गर्दै। यहाँ भने सम्मानजनक डिफेन्स गरेका छन्, हल्का फ्लाइटेड र गुड लाइनमा राखेका थिए किनकि सो बललाई क्याचिङ पोजिसनमा यहाँ लङ्गन र लङ्गन अफमा दुईटा खेलाडी खडा गरिएका छ। यहाँ भने खुले खेलेका छन् पोइन्टमा सिधै 4 रनको लागि शानदार ग्याप प्राप्त गर्दै आसिफ शेख तेस्रो चौका खुलेका छन्। यतिखेर रन बन्छ है, रन बन्छ, यसै हो टिक्ने हो, रन यसरी बन्छ। नेपालको सान आसिफ शेख जम्ने प्रयास गर्दै र रनको एभरेजलाई बढाउने क्रम जारी रहेको छ। बलर नर्भस छ है, बलर नर्भस छ। ओ गुड पन्च गरेका छन् यतिखेर लङ्गनको तर्फ 1 रन लिँदै। राम्रो ओभर साबित हुँदैछ यो ओभर। अर्जुन पनि हेरेर खेल्यो, अर्जुन हेरेर खेल्यो। राम्रो राम्रो फ्रन्ट फुटमा हल्का हातले रोकेका छन्। ओभर समाप्ति 14 ओभरको समाप्तिमा नेपाल 57 रन 1 विकेटको नोक्सानीमा 4.07 को रन रेट बिस्तारै बिस्तारै बढाइरहेका छन् दुवै ब्याट्सम्यानहरूले। अर्जुन कुमाल 22 मा भने आसिफ शेख 34 मा खेलिरहेका छन्। यतिखेर बिस्तारै रन रेट बढाउने क्रम जारी रहेको छ। सुझबुझको साथमा दुवै खेलाडीहरू खेलिरहेका छन् किनकि यो वन डे हो, 50 ओभरको खेल हो। आत्मविश्वासलाई बढाउनुपर्छ। हिजोको पानीले गर्दा अलिकति पिचमा नमी भएको हुन सक्छ, सो कारणले गर्दा अलिकति गाह्रो भएकै हो, तर अब जमिसकेका छन् दुवै खेलाडी। स्ट्राइकमा आसिफ शेख ब्याकफुटमा हल्का पन्च गरेका छन्, विकेट टु विकेट बल गरेका थिए। बलरलाई सेटल हुँदिनु भएन, रोटेट आसिफ रोटेट। नाइस रोटेट। फेरि पनि ब्याकफुटमा पन्च गरेर लङ्गनतर्फ 1 रन लिँदै। स्ट्राइकमा यतिखेर अर्जुन कुमार। अर्जुन स्टार है। नाइस हल्का हातले रोकेका छन्। राम्रो बलिङको प्रदर्शन गरिरहेका छन् अहिलेसम्म ओमनका बलर्सहरूले। फेरि पनि गुड लाइनमा बल। फेरि पनि गुड लाइनमा रिस्क लिन सकेनन् किनकि क्याचिङ पोजिसनमा लङ्गन र लङ अफमा दुवैमा राखेको छ। हल्का हातले फ्लिक गर्ने प्रयास राम्रोसित कनेक्ट हुन सकेन। 15 ओभरको समाप्तिमा नेपाल 58 रन 1 विकेटको नोक्सानीमा। अब भने बिस्तारै खुल्ने आवश्यकता रहेको छ।
रन रेट 3.87, 15 ओभरको समाप्ति। अर्जुन कुमाल 22 रनमा खेलिरहेका छन् भने आसिफ शेख 35 रनमा। बलर्सहरूको तारिफ गर्नै पर्छ, राम्रो रोक्ने प्रयास भइरहेको छ ब्याट्सम्यानहरूलाई। अवश्य पनि नेपाली बलर्सहरूलाई यस पिचले आज साथ दिने नै छ र स्कोर भने 280 290 सम्म बनाउन सक्नै पर्छ। आसिफ शेख स्ट्राइकमा यतिखेर 16 ओभरको पहिलो बल सामना गर्दै। यर्कर बनाएका छन्, राम्रो बलिङको प्रदर्शन। अगाडि बढ्ने निमन्त्रणा दिएका थिए, जसलाई आइडेन्टिफाई गरेका थिए आसिफ शेखले। बलर नर्भस भएको छ है, अघिको ओभर देखेर बलर नर्भस छ। आसिफ ब्याट बल आयो, नर्भस छ बलर। हल्का हातले पन्च गरेका छन्, 1 रन अवश्य पनि। राम्रो फिल्डिङको प्रदर्शन ओमनद्वारा। यर्करै टाइपको थियो तर ओभर पिच बनाएर हल्का ड्राइभ गरिदिएका थिए। अर्जुन कुमारले यतिखेर स्ट्राइकमा। टार्गेट गर्ने बलर, टार्गेट बलर यही हो। अनि अर्जुन यहाँ पनि पोइन्टमा हानेका छन्, खेलाडी रहेका छन् त्यहाँनिर। र यहाँनिर आसिफको अनुहार हेरेर कल आउँछ कि भनेर सोचिरहेका थिए र यहाँ आसिफ शेखले नो भनिसकेका छन्। अलिकति सम्झिनु पर्नेछ, ग्याप भेट्यो भने दौड्दा राम्रो हुन्छ। बल हेरेर टार्गेट बलर यही हो अर्जुन, ब्याट बलर हो यो। अनि अर्जुन अगाडि बढेर हान्ने प्रयास गरेका थिए तर बलमा उछाल, गुड लाइनमा बल, सो रोकिन पुगेका थिए। टार्गेट गर्ने बलर यही हो, नर्भस बलर यही हो, नर्भस बलर यही हो। अर्जुन यसलाई हो टार्गेट गर्ने। यहाँ पनि फेरि पोइन्टमा हानेका छन्, खेलाडी रहेका छन् त्यहाँनिर। 2 रन अवश्य हुनेछ। टार्गेट गर्ने बलर यही हो अर्जुन, टार्गेट गर्ने बलर यही हो। यहाँ भने ब्याट्सम्यानलाई खेल्न गाह्रो बनाउँदैछन् बलर्सहरूले। ओभर समाप्ति भएको छ। 16 ओभरको समाप्तिमा नेपाल 61 रन 1 विकेटको नोक्सानीमा। बिस्तारै खोल्ने प्रयास गरिरहेका छन् दुवै ब्याट्सम्यानहरू। यहाँनिर फाइदा भने ओमनका बलर्सहरूलाई किफायती बलिङ गरिरहेका छन्, कुनै पनि मौका दिइरहेका छैनन्, ग्याप दिइरहेका छैनन्। लाइन एन्ड लेन्थ र पिचमा उछाल पनि कम रहेको छ र गुड लाइनमा बल गरिरहेका छन्। यो चाहिँ प्लस पोइन्ट रहेको छ ओमनको। अर्जुन कुमार 24 रनमा खेलिरहेका छन् भने आसिफ शेख 36 रनमा। स्ट्राइकमा यतिखेर 17 ओभरको पहिलो बल सामना गर्दै आसिफ शेख। चारवटा खेलाडी बाउन्ड्री बाहिर रहेका छन्। लङ अन, लङ अफ, डिप मिड विकेट र फाइनतिर थर्डम्यान हटाएका छन्। हल्का हातले लेग साइडमा खेलेका छन् 1 रनको लागि। अर्जुन कुमार यतिखेर स्ट्राइकमा। राम्रो बलिङको प्रदर्शन, लेट उछाल भएको थियो। अर्डिनरी बलिङ, एकदम अर्डिनरी बलिङ हो, एकदमै अर्डिनरी बलिङ हो, एकदमै अर्डिनरी बलिङ हो यो हानालाई। पोइन्टमा हानेका छन्, ग्याप प्राप्त भएको छ र सिधै 4 रन। उत्कृष्ट ब्याटिङको प्रदर्शन अर्जुन कुमारद्वारा सुझबुझका साथमा खेल्दै आफ्नो ब्याटिङ देखाउँदै बिस्तारै बिस्तारै रन रेटलाई पनि बढाउने प्रयासमा रहेका छन्। अब यो आवश्यकता पनि रहेको छ किनकि 16 ओभर समाप्ति भइसकेको छ। अर्डिनरी बलिङ छ, एकदमै अर्डिनरी अर्जुन। पनि सरलाई नर्भस छ,
यहाँ पनि यस बललाई रोकिदिएका छन्। अगाडि स्ट्रेट ड्राइभ हान्नु पर्थ्यो जस्तो लाग्छ, तर ब्याट्सम्यानको आफ्नो एउटा वे हुन्छ खेल्ने, सो अनुरूप खेल्दैछन्। फ्रन्ट फुटमा कभर ड्राइभ हाने प्रयास, ग्याप चाहिँ भेट्न सकेन। फेरि पनि पोइन्टमा हाने प्रयास, पोइन्टमै पुग्यो र कुनै पनि रन हुन सकेन। 17औं ओभरको समाप्तिमा नेपाल 66 रन, एक विकेटको नोक्सानीमा 3.88 को रन रेट चलिरहेको छ अहिले। अब भने बिस्तारै रन रेट बढाउन आवश्यकता रहेको छ, किनकि अब 17 ओभर खेलिसकेका छन्, जमिसकेका छन्। अब अलिअलि रिस्क लिँदा पनि फरक पर्दैन। अर्जुन कुमाल 28 मा, आसिफ शेख 37 रन। रिक्स भन्नाले आफ्नो वे क्लासिक खेलेर यहाँनिर हान्देका छन् लेग साइडमा खुलेर, हल्का बाउन्सलाई पनि फुल सट हान्देका छन् 4 रनको लागि आसिफ शेखको ब्याटबाट। 41 मा खेलिरहेका छन् यतिखेर आसिफ शेख। यहाँनिर सम्मानजनक रोकिदिएका छन् आसिफ शेखले। एकदमै नर्भस बलिङ है, एकदमै नर्भस बलिङ छ आसिफ। अट्याक गरेलाई आसिफ ब्याकफुटमा हल्का हातले खेलेका थिए। रन लिने प्रयास नो भनिदिएका छन् अर्जुन कुमारले। रिक्स लिन चाहँदैनन्, अवश्य पनि खेलाडी त्यही छ। हल्का हातले खेलेका छन्, 1 रन प्राप्त गर्दै अफ साइडमा। हाम्रो भन्दा चर्को छोड्दा ओमानी प्लेयरहरूले उछाल यतिखेर जसलाई केही गर्न सकेनन् कुमारले। फेरि पनि हानेका छन्, तर त्यति राम्रोसित कनेक्ट हुन सकेन। 1 रन प्राप्त गर्दै 18 ओभरको समाप्तिमा नेपाल 72 रन, 1 विकेटको नोक्सानीमा। रन रेट भने 4 को पुगेको छ यतिखेर। 29 मा अर्जुन कुमार खेलिरहेका छन् भने 42 मा आसिफ शेख। खुलेर खेल्ने प्रयास गर्दै दुवै ब्याट्सम्यानहरू र रन रेटलाई अझ बढाउने तर्खरमा रहेका छन्, किनकि रन रेट थोरै भइसकेको छ। 4 को रन रेट चलिरहेको छ, तर क्रिजमा जमिसकेका छन्। लेग साइडमा खेलेका छन् यतिखेर। 1 रन। राम्रो बलिङको प्रदर्शन, लाइन लेन्थ राम्रो राखिरहेका छन्, अगाडि बढ्ने निमन्त्रणा दिइरहेका छन्। लेग साइडमा 1 रनको लागि खेलेका छन्, हल्का हातले पुस गरेका छन्। फ्लाइटेड बल दिएका थिए। अरूभन्दा पनि राम्रो लाइन लेन्थ राखिरहेका छन् ओभनका बलर्सहरूले। फेरि पनि फ्लाइटेड गुड लाइनमा बल लेग साइडमा हानेका छन्। 2 रन र यो 2 रन पुरा भएको छ।
दर्शकहरूले हौसला बढाउँदै अर्जुन कुमारलाई युवा खेलाडी ट्यालेन्टेड खेलाडी मौका फेरि प्राप्त भएको छ उनलाई 32मा खेलिरहेका छन् उनी फिल्डरहरु प्रेसरमा फिल्डर प्रेसरमा अर्डिनरी बल यही हो टाइम ल अर्जुन कमान फ्लाइटेड बल लेग साइडमा हानेका छन् यतिखेर 1 रन अवश्य पनि आसिफ शेख यतिखेर स्ट्राइकमा लेट बाउन्स हल्का पन्च गरेका छन् लङ्गनतर्फ 1 रन लिँदै ओभर समाप्ति भएको छ 19 ओभरको समाप्तिमा 78 रन 1 विकेटको नोक्सानीमा नेपाल 4.11 को रन रेटको औसत चलिरहेको छ 33मा अर्जुन कुमार खेलिरहेका छन् भने 44मा आसिफ शेख स्ट्राइकमा यतिखेर आसिफ शेख 20औं ओभरको पहिलो बल ओमान प्रेसरमा पार्टनरशिपले हल्का हातले ग्याप भेटेका छन् 1 रन फिल्डिङ एकदम प्रेसरमा छ है प्रेसरमा बलर पोइन्टमा हानेका छन् अर्जुन कुमारले तर त्यहाँ डिप पोइन्टमा खेलाडी रहेको छ 1 रन मात्र लेग साइडमा हानेका छन् 1 रन मात्र फेरि पनि पोइन्टमा हानेका छन् डिप पोइन्टमा खेलाडी तैनात 1 रन मात्र दर्शकहरूको हुटिङ कन्टिन्युसली चलिरहेको छ राम्रो बलिङको प्रदर्शन खानद्वारा वेल डिफेन्स गरेका छन् यतिखेर ओभर समाप्ति भएको छ 20 ओभरको समाप्तिमा नेपाल 82 रन 1 विकेटको नोक्सानीमा 4.10 को रन रेट चलिरहेको छ र ओमनको पक्षमा र नेपालको पक्षमा हेर्नुपर्दा ओमनको पक्ष अहिले राम्रो बलिङ गरिरहेका छन् भने नेपाली पक्षमा हेर्नुपर्दा आसिफ र अर्जुन कुमार टिकिरहेका छन् र रन स्कोर बढाउने चक्करमा अहिले अगाडि बढिरहेका छन् किनकि अब रन रेट पनि बढाउनु आवश्यकता रहेको छ 20 ओभर समाप्ति भएको छ राम्रो सुझबुझको साथमा खेलिरहेका छन् र मौका मिलेको खण्डमा बाउन्ड्री पनि लगाइरहेका छन् यतिखेर अर्जुन कुमार 36 रनमा खेलिरहेका छन् भने आसिफ शेख 46 रनमा खेलिरहेका छन् अब दुवै पार्टनरशिप राम्रो भएको छ यतिखेर अब बिस्तारै खुलेर खेलिरहेका छन् र खेल्नु पनि आवश्यकता रहेको छ अहिले भने ड्रिङ्क्स ब्रेक भएको छ यतिखेर तपाईहरु मलाई हेर्दै हुनुहुन्छ युट्युब च्यानल खेल खेलाडी मेरो नाम हो सरोज थापा यतिखेर म टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल भर्सेस युए को म्याच रेकर्ड गरेर तपाईलाई देखाइरहेको छु स्ट्राइकमा यतिखेर अर्जुन कुमार लेग साइडमा हल्का फ्लिक गरेका छन् 1 रन लिँदै हिजो पानी परेको थियो सो कारणले गर्दा हल्का पिचमा नमी अवश्य पनि भएको छ भने अहिले घाम चर्किरहेको छ र स्ट्राइकमा यतिखेर आसिफ शेख हल्का हातले रोकेका छन् यतिखेर आज सेन्चुरी हो है हाफ सेन्चुरी हैन सेन्चुरी हो नि सेन्चुरी हो आज सेन्चुरी को आसिफको सेन्चुरी आउनु प्लिज सेन्चुरी आउनु पर्यो आज राम्रो डिफेन्स गर्दै छन्
सुझबुझको साथमा खेलिरहेका छन्। है आसिफको हाफ सेन्चुरीको लागि केवल 4 रन बाँकी रहेको छ आसिफ शेखको यतिखेर। आसिफ हल्का हातले ड्राइभ गरेका छन् र 1 रन प्राप्त गर्दै कमान अर्जुन अर्जुन कुमाल स्ट्राइकमा लेग साइडमा हानेका छन् र यहाँनिर रोक्न सकेनन्। 1 रन मात्र। 21 ओभरको समाप्तिमा नेपाल 85 रन 1 विकेटको नोक्सानीमा 4.05 को रन रेट चलिरहेको छ। बिस्तारै दुवै ब्याट्सम्यानले रन रेटलाई बढाउने प्रयास गरिरहेका छन्। अर्जुन कुमाल 37 मा खेलिरहेका छन्। 63 बलको सामना गरिसकेका छन् भने आसिफ शेख 47 मा उनले 62 बलको सामना गरेका छन्। स्ट्राइकमा यतिखेर अर्जुन कुमाल। अर्जुन दाइलाई स्ट्राइक दियो नर्भस बलरलाई। ओइ आसिफ पछाडि राम्रो बलिङको प्रदर्शन गरिरहेका छन्। अहिलेसम्म कुनै पनि मौका दिइरहेका छैनन्। राम्रो बलिङको प्रदर्शन ओमनद्वारा तारिफ योग्य भन्नुपर्छ। अनि अर्जुन यहाँ भने हल्का कभर हानेका छन्। लङ अफतर्फ गएको छ 1 रनको लागि। आज सेन्चुरी हो है आसिफ। आसिफ शेख स्ट्राइकमा यतिखेर 47 मा खेलिरहेका छन्। 3 रन पछाडि हाफ सेन्चुरीको पोइन्टमा खेलेका छन् र यहाँ 1 रन त अवश्य हुन्छ। खुट्टामा लागेको छ पोइन्टका खेलाडीको। यहाँ चोट लागेको छ अवश्य पनि। ड्युज बल हो, चोट त अवश्य पनि लाग्छ। फिल्डर चेन्ज अर्जुन कुमारले यतिखेर स्ट्राइकमा अर्जुन ब्याकफुट पन्च हानेका छन् 1 रनको लागि। है यो पार्टनरशिपले प्रेसरमा आयो ओमान प्रेसरमा आयो। 2 रन पछाडि रहेका छन् आसिफ शेख हाफ सेन्चुरीको लागि। स्ट्राइकमा यतिखेर आसिफ शेख। सेन्चुरी यही बलमा हो यही बलमा हो। राम्रो लाइन एन्ड लेन्थ राखेका छन् फेरि पनि ओमनका बलर्सले। ओमान प्रेसरमा बलर प्रेसरमा एक चौका बलर प्रेसरमा ओमान प्रेसरमा। हल्का हातले अफसाइडमा हानेका छन् 1 रन लिँदै। बाइस ओभरको समाप्तिमा नेपाल 89 रन 1 विकेटको नोक्सानीमा 4.05 को रन रेट चलिरहेको छ। 39 मा अर्जुन कुमाल खेलिरहेका छन् भने 49 मा आसिफ शेख। अब हाफ सेन्चुरीको लागि 1 रन पछाडि। स्ट्राइकमा आसिफ शेख। हल्का ड्राइभ गरेका छन्। यसैको साथमा हाफ सेन्चुरी पुरा भएको छ आसिफ शेखको। लामो समय पश्चात 50 रन दर्शकको गर्गाहाट। 50 रन आसिफ शेख लामो समय पश्चात आफ्नो फर्म ब्याक गर्दै 50 रन पुरा गरेका छन्। वन डे इन्टरनेसनल CWCL लिग 2 चरणको चौथो म्याचमा। अहिले भने स्ट्राइकमा अर्जुन कुमार। हल्का पन्च गरेका थिए तर रन कुनै पनि हुन सकेन। पोइन्टमा हान्ने प्रयास गरेका थिए, थोरै ब्याकफुट आएर तर ब्याटसँग कनेक्ट हुन सकेन। सिधै विकेट किपरको ग्लभ्समा।
लकी बॉल है, लकी बॉल, लकी बॉल, एकदम लकी बॉल, ऑर्डिनरी बॉलिंग हो, एकदमै ऑर्डिनरी बॉलिंग। फेरि पनि पोइन्ट भनेका छन् यसपालि भने ग्याप हुन सक्थ्यो तर 1 रन चाहिँ अवश्य पनि मिलेको छ यहाँनिर। 40 रनमा खेलिरहेका छन् अर्जुन कुमाल। पहिलो म्याचमा त्यति राम्रो पर्फर्मेन्स गर्न सकेनन्, हालाकि हल्का रन हानेका थिए। आसिफ शेख स्ट्राइकमा। गुड लाइन एन्ड लेन्थ र वेल प्लेड। आसिफ शेख राम्रो सुझबुझको साथमा खेलिरहेका छन् र अब भने बिस्तारै रन रेटलाई बढाउने प्रयासमा आसिफ शेख रहेका छन्। हल्का हातले लेग साइडमा खेल्दैका छन् 1 रनको लागि। 23 ओभरको समाप्तिमा नेपाल 52 रन 1 विकेटको नोक्सानीमा 4 को रन रेटमा यतिखेर स्कोर बोर्ड। 40 मा अर्जुन कुमाल खेलिरहेका छन् भने आसिफ शेख 51 मा। राम्रो बलिङ भन्नुपर्छ, राम्रो पहिलेदेखि प्रेसरमा राखिरहेका छन्, तर त्यो प्रेसरलाई झेल्दै 1 विकेट पतन भएपछि नेपालका ब्याट्सम्यान आसिफ शेख र अर्जुन कुमारले टिकेर खेलिरहेका छन् र सुझबुझको साथमा प्रत्येक बललाई आई कन्ट्याक्ट गरेर खेलिरहेका छन्। रन रेट भने यतिखेर 4 को बनाइसकेका छन्। 92 रन नेपालको भएको छ। आसिफ शेखले लामो समय पश्चात आफ्नो फर्म ब्याक गर्दै हाफ सेन्चुरी हानिसकेका छन् भने 40 रनमा खेलिरहेका छन् अर्जुन कुमाल र 24औं ओभरको पहिलो बल सामना गर्दै आसिफ शेख। ड्राइभ गरेका छन् तर त्यहाँनिर खेलाडी रहेका छन् 1 रन आरामले। लेग साइडमा बल रहेको छ र यो वाइडको इसारा एम्पायरद्वारा लामो समय पश्चात वाइड फालेका छन्। 1 रन अतिरिक्त प्राप्त भएको छ नेपालको स्कोर बोर्डमा। तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ युट्युब च्यानल खेल खेलाडी। मेरो नाम हो सरोज थापा। नेपाल भर्सेस ओमनको यो 1 डे म्याच CWCL लिग 2 चरणको चौथो म्याच नेपालको लागि ओमनसँग दोस्रो म्याच। बाउन्स बल पुल सट हान्ने प्रयास गरेका थिए, राम्रोसित कनेक्ट हुन सकेन। लेग साइडमा 1 रन त अवश्य पनि प्राप्त भएको छ। आसिफ शेख यतिखेर स्ट्राइकमा। लेग साइडमा बल रहेको थियो, फाइन खेल्दैका छन्। 4 रन अवश्य पनि हुन्छ र यसको साथमा बाउन्ड्री प्राप्त भएको छ। लेग बाईको इसारा एम्पायरद्वारा 4 रन। नेपालको स्कोर बोर्ड 79 रन। आसिफ शेख यतिखेर स्ट्राइकमा 52 मा खेलिरहेका छन्। अब भने खुल्न पर्ने आवश्यकता रहेको छ आसिफ शेखलाई। हल्का हातले बन्द गरेछन्। स्ट्रेट ड्राइभ 1 रन त अवश्य। यसैको साथमा नेपालको 100 रन पुरा। दर्शकको खुसीको सीमा छैन। यहाँ खेलाडीको खेलले गर्दा खुसी भएका छन्। रन रेट जे जस्तो भए पनि टिकेर खेलिरहेका छन्। 23.4 बलमा 100 रन पुरा भएको छ नेपालको। 41 रनको स्कोरमा खेलिरहेका छन् अर्जुन कुमाल। यङ ट्यालेन्टेड आज फर्म देखाइरहेका छन्, आफ्नो सुझबुझको साथमा खेलिरहेका छन्। कभर ड्राइभ हान्ने प्रयास तर खेलाडी त्यहाँ रहेका छन्।
कुनै पनि ग्याप दिइरहेका छैनन्। यो चाहिँ खासियत रहेको छ ओमनका बलरहरूको। लाइन एन्ड लेन्थ चाहिँ एकदमै सटिक राखिरहेका छन्, ग्याप दिइरहेका छैनन्। यहाँ ब्याट्सम्यानले आफैले ग्याप निकाल्नुपर्ने आवश्यकता रहेको छ। अर्जुनका समर्थक, नेपाली क्रिकेट फ्यानका समर्थक, यङ ट्यालेन्टको समर्थक, नेपाली दर्शक बिस्तारै अगाडि बढ्ने क्रममा रहेका छन्। पुल सट हानेका छन् यतिखेर, तर त्यहाँ खेलाडी रहेका छन्। 1 रन अवश्य पनि। बयालिस रनको स्कोरमा खेलिरहेका छन् अर्जुन कुमाल र 53 को स्कोरमा आसिफ शेख। 71 बलका सामना गरेका छन् आसिफ शेखले भने 72 बलको सामना अर्जुन कुमारले। यहाँ भने थोरै प्रेसरमा अवश्य पनि हुन सक्छ ओमनका खेलाडीहरू, किनभने विकेट निकाल्न सकेका छैनन्। हालाकि रन रेट भने त्यति साह्रो बढेको छैन, हाई रिस्क छैन, तर पनि विकेट नखसेको कारणले गर्दा उनीहरूलाई गाह्रो चाहिँ भएको छ। तर नेपाली ब्याट्सम्यानहरूले आफ्नो रन रेटलाई बढाउने प्रयासमा रहेका छन् र दुवै ब्याट्सम्यान जमिरहेका छन्। आई कन्ट्याक्टका साथमा प्रत्येक बललाई खेलिरहेका छन्। अर्जुन कुमार यतिखेर स्ट्राइकमा। हल्का हातले पुस गरेका छन्, रन कुनै पनि हुन सकेन। हल्का हातले खेलिरहेका छन्। अब बिस्तारै सर्ट चाहिँ हान्नुपर्छ, तर गुड लाइन एन्ड लेन्थमा राखिरहेका छन्। यो चाहिँ खासियत रहेको छ ओमनका बलर्सहरूको। यहाँ भने पोइन्टमा आएका छन्, तर ग्याप भेट्न सकेन, रन पनि हुन सकेन। ब्याट र बलसँग कनेक्ट राम्रोसित हुन सकेको छैन, त्यसैले जस्तो चाहेका छन् उनले हान्नलाई ब्याकफुटमा पोइन्ट कभर सट, त्यो चाहिँ लाग्न सकेको छैन। तर पछिल्ला बलहरूमा राम्रो ग्याप भेटेका थिए। हल्का हातले फ्लिक गरेर लेगमा हान्ने प्रयास, तर रन हुन सकेन। यहाँ फिल्डिङ सेटिङ गर्दै थर्ड म्यानमा कोही पनि छैन। हल्का फ्लिक गरेका छन् लेग साइडका बललाई। 1 रन लिँदै स्ट्राइक रोटेट गरेका छन्। 25 ओभरको समाप्तिमा नेपाल 102 रन 1 विकेटको नोक्सानीमा 4.08 को रन रेट। 43 मा खेलिरहेका छन् अर्जुन कुमार र आसिफ शेख 53 रन। यहाँ भने अब भने बाउन्ड्रीमा 4 वटा खेलाडीहरू खटाएका छन्। लङ अन, लङ अफ, मिड विकेट, त्यसै गरी डिप पोइन्टमा, तर अलिकति स्प्रेड गरेर राखेका छन्। अर्जुन कुमार स्ट्राइकमा, फाइन हाने प्रयासमा अपिल गरेका छन्। यहाँनिर लेग साइडको बल रहेको थियो, तर एम्पायरले कुनै पनि डिसिसन दिएनन् र नट आउटको इसारा। थोरै नाखुस रहेका छन् ओमनका बलर, अपिल गरेका थिए। लामो समय पश्चात अर्जुन कुमार वन डे इन्टरनेसनल क्रिकेटमा जमिरहेका छन्। 43 मा खेलिरहेका छन्। लेग साइडको बल फेरि पनि यहाँ चाहिँ वाइडको इसारा एम्पायरद्वारा।
अर्जुन कुमाल यर्कर राखेका थिए यतिखेर, तर 1 रन अवश्य पनि मिलेको छ। यसैको साथमा अर्जुन कुमालको 44 रन भएको छ। 6 रनको दूरी रहेको छ हाफ सेन्चुरीको लागि। अब बिस्तारै दुवै खेलाडी खुलेर खेल्ने प्रयास गरिरहेका छन्, किनभने रनको स्कोर चाहे अनुरूप भएको छैन। 4.11 को रन रेट रहेको छ। बढाउने क्रम जारी रहेको छ भने यता ओमनका बलर्सहरू आफ्नो सक्दो प्रयास गरिरहेका छन् विकेट निकाल्ने। स्ट्राइकमा यतिखेर आसिफ शेख, यहाँनिर लेक्चरमा हानेका छन्, उठाइदिएका छन् सिधै बााउन्ड्री बाहिर 6 रनको लागि। लामो समय पश्चात फेरि पनि छक्का प्रहार गरेका छन् आसिफ शेखले। यो दोस्रो छक्का आसिफ शेखको ब्याटबाट। दर्शकमा खुसीको सीमा छैन, जति छन् एनफ भनेर दर्शकहरू खुसीका साथमा हुटिङ र सिटी मारिरहेका छन्। र यहाँ भने आसिफ शेख लामो समय पश्चात आफ्नो फर्म ब्याक गर्दै र खुलेर खेल्दै हल्का हातले खेलेका छन्। 1 रन यहाँ रिक्स हुन सक्थ्यो, तर 1 रन कम्प्लिट भएको छ। अर्जुन कुमाल यङ ट्यालेन्टेड, सुरुको म्याचमा त्यति राम्रो पर्फर्मेन्स गर्न सकेनन् र आज भने जम्दैछन्। 44 मा यतिखेर 6 रन दूरी हाफ सेन्चुरीको लागि। हल्का हातले रोकेका छन्, रन कुनै पनि हुन सक्दैन यहाँ। लाइन एन्ड लेन्थ राम्रो रहेको छ र जसलाई डिफेन्स गरेका छन्। 26 ओभरको समाप्तिमा नेपाल 111 रन 1 विकेटको नोक्सानीमा 4.27 को रन रेट रहेको छ। अब भने रन रेटलाई भने बढाउनु पर्ने आवश्यकता, यो जिम्मेवारी आसिफ शेखको हुनेछ अवश्य पनि, र साथै अर्जुन कुमालको पनि हुनेछ, किनकि 26 ओभर समाप्ति भइसकेको छ। रन रेट केवल 4.27 को रहेको छ र ओमनका बलर्सहरूले राम्रो बलिङ गरिरहेका छन्, यसमा कुनै पनि शङ्का छैन। तर त्यसको अपोजिट नेपाली ब्याट्सम्यान सुझबुझको साथमा स्कोर बढाउने क्रममा रहेका छन्। स्ट्राइकमा आसिफ शेख, जर्सी नम्बर 9। हल्का हातले खेलेका छन्, 1 रन लिने प्रयास गरेका थिए तर नो भनिदिएका छन्। वाइड लङ अन मिड विकेट र लेग साइडमा रहेका छन् खेलाडी र अफ साइडमा खाली रहेको छ। तर सटिक बलिङ गरिरहेका छन्, अफ साइडमा फालिरहेका छन्, मिडल लेगमा फालिरहेका छन्। रिक्स लिएर हान भनेर निमन्त्रणा दिइरहेका छन्। यो चाहिँ बुझ्न आवश्यकता रहेको छ कसरी खेल्ने भनेर। एउटा बलरको खासियत यो पनि हो, हल्का हातले खेलेका छन्, रिक्स हुन सक्छ तर यहाँ सेफ भएका छन्। 1 रन लिन सफल। तपाईँ यतिखेर हेर्दै हुनुहुन्छ युट्युब च्यानल खेल खेलाडी। मेरो नाम सरोज थापा। CWCL 2 चरणको लिग अन्तर्गत नेपालको चौथो म्याच, ओमनसँग दोस्रो म्याच। अर्जुन कुमाल 44 मा स्ट्राइकमा यतिखेर लेग साइडमा हानेका छन्
र त्यहाँनिर खेलाडी रहेको छ 1 रन मात्र। 45 को स्कोरमा अर्जुन कुमाल 61 मा खेल्दैछन् आसिफ शेख। यहाँ भने उठाइदिएछन् मिड विकेटतर्फ र सिधै 6 रनको लागि तेस्रो छक्का सुझबुझको साथमा आसिफ शेख रन निकाल्ने कोसिस जारी रहेको छ। तेस्रो छक्का आसिफ शेखको ब्याटबाट लामो समय पश्चात कमब्याक गर्दै आफ्नो फर्म वन डे इन्टरनेसनल क्रिकेटमा यहाँ भने हल्का हातले खेलेका छन्। लाइन लेन्थ राम्रो रहेको छ। कमब्याक गरेका छन् बलर। 27 ओभरको समाप्तिमा नेपाल 119 रन 1 विकेटको नोक्सानीमा 4.41 को रन रेट चलिरहेको छ। 45 मा अर्जुन कुमार खेलिरहेका छन् र आसिफ शेख 67 रनमा खेलिरहेका छन्। बिस्तारै खुलेर खेलिरहेका छन् आसिफ शेख। त्यो जरुरी रहेको छ अब, किनकि 27 ओभरको समाप्ति भइसकेको छ। अर्जुन कुमाल यङ ट्यालेन्टेड नेपाली प्लेयर हल्का ड्राइभ गर्ने प्रयास गरेका थिए तर कुनै पनि ग्याप भेटेन। सिधै बलरको हातमा रन हुन सकेन। राम्रो बलिङको प्रदर्शन यता ओमनद्वारा जारी रहेको छ भने नेपाली ब्याट्सम्यान पनि केही कम छैनन्। लेग साइडमा बल रहेको थियो, हल्का ब्याकफुटमा हानेका छन्, ग्याप भेटेका छन्। 4 रन हुन सक्छ यहाँ, तर कलेक्ट भएको छ 2 रन अवश्य पनि। 47 मा अर्जुन कुमाल 3 रन पछाडि हाफ सेन्चुरीको अन्तर्राष्ट्रिय क्रिकेटमा यङ ट्यालेन्टेड नेपाली खेलाडी। लेग साइडमा हल्का हातले खेलेका छन्। 1 रन अवश्य पनि। 48 मा पुगेका छन् अर्जुन कुमाल। राम्रो ब्याटिङ गर्दैछन्, सुझबुझको साथमा खेलिरहेका छन्। हालाकि एकचोटि जीवनदान प्राप्त भएको थियो यसै खेलमा, तर त्यसको फाइदा उठाउँदै आसिफ शेख यतिखेर स्ट्राइकमा। स्ट्रेट ड्राइभ हानेका छन् र त्यहाँ फिल्डर तैनात 1 रन मात्र। अब भने हाफ सेन्चुरीको पालो अर्जुन कुमालको 2 रन दूरीमा रहेको छ। सुझबुझका साथमा खेलिरहेका छन्। यहाँ कलेक्ट गरेका छन् तर अपिल भएको छ र आउटको इसारा। राम्रो खेल प्रदर्शन गरेका थिए तर अन्तिममा यहाँनिर क्याच दिएका छन्। वेल प्लेड यङ ट्यालेन्टेड अर्जुन कुमाल। 48 मा क्याच आउट भएका छन्। राम्रो खेल प्रदर्शन, टिमको लागि राम्रो योगदान दिएका छन्, तर दुःखको कुरा हाफ सेन्चुरी हुन सकेन। लेग कट गर्ने प्रयास गरेका थिए, फलस्वरूप विकेट किपरको हातमा। कप्तान रोहित पौडेल क्रिजमा जोस उमङ्गको साथमा 17 नम्बर जर्सी। लामो समय पश्चात यो जोडीलाई तोड्न सफल भएको छ ओमनले।
दोस्रो झट्का लागेको छ नेपाललाई, तर सम्मानजनक रनको लागि अगाडि बढिसकेको छ। राम्रो पार्टनरसिप भएको थियो, राम्रो प्रदर्शन गरेर गएका छन् अर्जुन कुमार। क्रिजमा यतिखेर कप्तान रोहित पौडेल। अब जिम्मेवारी कप्तान रोहित पौडेलको काँधमा पनि रहेको छ र आसिफ शेखको ब्याटमा पनि रहेको छ। अब दुवै सिनियर खेलाडी पहिले बल लेग साइडमा हानेका छन्। 1 रनको साथमा खाता खोल्दै दोस्रो रन लिने प्रयास, तर यहाँनिर स्लिप भएका छन्, तर 1 रन प्राप्त गर्दै यहाँनिर स्टार्ट भएको छ। रनको खाता खोलेको छ रोहित पौडेलको ब्याटबाट। अट्ठाइस ओभरको समाप्तिमा नेपाल 124 रन 2 विकेट्सको नोक्सानीमा 4.43 को रन रेट रहेको छ। 68 रनको स्कोरमा खेलिरहेका छन् आसिफ शेख। 79 रनको सामना गरेर आजको लक्ष्य धेरै स्कोर बनाउने रहेको छ। अवश्य पनि हेरौँ कहाँसम्म रन बनाउन सक्छन्। स्ट्राइकमा यतिखेर कप्तान रोहित पौडेल।